भयो भाषण नारी सारा आसन यति हुँदा पनि ठुलो झैला छारा ओठमा हाँसोका छारा कर्म यही हो भनी मन बुझाउन पियारी बसेको छु सियारी हे भन्ने आइजा भन्छ जा जा भन्छ घरले हेरेका छौ तरले हे म त तिम्रो राजा तिमी मेरी रानी हो चिया दिए खानी हो हे मैले दिएको चिया मिठो ताका होला र खाउ के कान्छी बोला र यिनलाई देखेपछि थाल्यो मन जलाउन धेरै घुर्किन लाउन कति बेला मैले कुनलाई मार्छु थाहा छैन खपिसक्दो भा छैन हे धेरै अघिबाट सुनिरहेछु म यता के को हल्ला छ यता हे मलाई रुवाएको त दुईटालाई लाग्ला पाप आइपुगी छे रानी हे बिहान बिहान उठी मेरै जरो खन्ने हो भन भन के भन्ने हो पछि लाएर आउने रानी बन्ने आस होला जगल्टाको नास होला ए तैले थर्काउँदैमा कामदै हिँड्ने भाछु र मनी लाटीका छु हे सँगै बस्दिन म यसले सधैँ पेल्नी भा आइज खेलौँ खेल्ने भा हे यसलाई लडाउन त सक्छु एउटा घोडाले के त बोला बुढाले हे घरमा शान्ति हुन पर्छ यसलाई छाड्न त सक्दिन पोइ बाँड्न त बस्नु पर्छ अब उद्रेको मन सिलाएर राख्छु दुइटै मिलाएर बाहिर बाहिर हेर्ने फुटे हुने ती आँखा कोहीलाई काखा कोही बाखा यसको वचनले मोटो छेड्दै गएको छ विष खाम जस्तै भएको छ हे सौता मोरे पछि हाँसु किन रोनी हो मोरे पनि हुने हो हे दुवैजना मैले मिलाउँछु नै भने हो कति रुखी बन्या हे मलाई मारी मारी त्यसलाई माया दिलाउ लाउ मम्मीले पो मिलाउ लाउ हे अब बानी भए हाम्रो बुढो चिम्सोलाई तेरो भाग दिउँसोलाई हे यदि मातिस भने तेरो माइती डाकमला धनसारमा राखमला हे यस्तै गर्यौ भने पुलिस बोलाइ कसु म बुढै घर बस्छु म हे अब मेरो नभन बुढा हो के हाम्रो त कुरा बुझे राम्रो त हे घर त दिन्छु तँलाई नभन फेरि बारीले ब्याउन भुल्या नारीले तिमी पर